बालिन शाहको साँच्चै कसैले हत्या गर्न सक्छ होला त? बालिन शाहको हत्या गर्ने प्लान बनेको भिडियो तपाईहरुले टिकटकमा त देख्नु नै भयो होला। तर अनफर्चुनेटली यो प्लानमा मात्र सीमित नभएर साँच्चीकै पनि हुन सक्छ। किन भन्नुहुन्छ भन्दा यसको कारण हो महिनौदेखि बालिन विरुद्ध फैलाइएको भ्रम, मिसइन्फर्मेसन र क्यारेक्टर असासिनेसन, जसमा उनलाई पटक पटक भिलेन जसरी देखाउन खोजिएको छ। र कति मान्छे त यो कुरालाई प्रमाण बिना ब्रेन वाश भएर विश्वास नै गर्छन्। र सायद तपाईलाई अचम्म लाग्ला यस्तो कारणले दुनियाँमा धेरै मान्छेको ज्यान गएको छ। उदाहरणको रूपमा एमालेको चर्चित नेता महेश बस्नेतको कुरा गरौँ। हरेक दिन उनको फेसबुकमा कुनै न कुनै पोस्ट बालिन शाहलाई ताकेर राखेको हुन्छ, जसमा बालिनलाई एज अ अपोनेन्ट भन्दा पनि इभिल र लुसिफर भनिन्छ। यति मात्र होइन, विदेशी इशारामा नाचेको एजेन्ट भनेर एभिडेन्स बिनाको आरोप पनि लगाइएको छ र बारम्बार उनले बालिनलाई नेपाल बेच्न आएको मान्छे भनेर भनेका छन्। महेश बस्नेत जस्तो इन्फ्लुएन्शियल मान्छेले यस्तो भनिराख्नु र घरिघरि रिपिट गर्नु एकदम नै डेन्जरस हो, किनभने उनलाई विश्वास गर्ने मान्छेले प्रमाण नखोजी यसलाई सत्य मानी विश्वास गर्छन् र फैलाउन थाल्छन्, जसले गर्दा बालिनको नाममा क्रिएट गरेको फेक इमेज धेरै मान्छेले साँचो सोध्छन् र सायद उनको अनुसार बालिनको ज्यान लिनु पुण्य बराबर हो, किनकि आफ्टर अल देश बेच्न आएको मान्छेलाई उनीहरूले मारेका हुन्। यो कुरा चाहिँ मैले यत्तिकै भनेको छैन, किनकि यो ट्रेन्ड देश विदेशमा देखिएको छ। जस्तो कि युएसमा ट्रम्प आएदेखि उनका धेरै समर्थकले इमिग्रेन्ट्सहरूलाई एकदम नै घृणापूर्वक नै हेरिरहेको छन् र कतिलाई त मारेको पनि छ, किनभने ट्रम्पले उनीहरूलाई त्यही सन्देश दिन्छन्। इन्डियामा व्हाट्सएपबाट सुरु भएको फेक र्युमरले उक्साएर एकजना निर्दोषको हत्या भएको थियो। युएसमा पनि क्युएनन थ्योरी विश्वास गर्ने मान्छेले अनलाइन इन्फर्मेसनलाई साँचो भनेर आफ्नो 2 बच्चाको हत्या गरेका थिए। अस्ति वीरगञ्जमा पनि हिन्दू मुस्लिमको झडप पनि टिकटकको पोस्टबाट सुरु भएको थियो र बंगलादेशमा पनि मिसइन्फर्मेसन भन्दा पनि रिसिपीले गर्दा ओस्मानी हादीको हत्या भएको थियो। त्यसैले सोशल मिडिया एकदम नै पावरफुल कुरा हो र यसमा आफ्नो अपोनेन्टलाई क्रिटिसाइज गर्नु नर्मल कुरा नै हो। तर यदि हाम्रो वरिष्ठ नेताहरूले अर्काको क्यारेक्टरको कुनै एभिडेन्स बिना भ्रम फैलाउन छोडेनन् भने हामीले फ्युचरमा यस्तो नराम्रो न्यूजहरू पक्का सुन्नुपर्ने हुन सक्छ।